साथीहरु नमस्कार। हामी अलमोस्ट थाप्ले हिल नजिकै छौं। तपाईहरु यहाँ देख्न सक्नुहुन्छ माछा पुछ्रेको यो मनमोहक दृश्य तपाईलाई म जुम गरेर देखाउन चाहन्छु। आज पुरै बादलले हिमालहरुलाई एकदमै ढाकेको छ। यहाँ साथीहरु ट्रेकिङ गर्दै माथिसम्म आइरहनु भएको छ। यहाँ साथीहरु साना साना भाइ बहिनीहरु तपाई देख्न सक्नुहुन्छ। पर यो खाल्टो तपाई देख्न सक्नुहुन्छ। यो पोखरा हो। निकै आनन्दको अनुभूति भइरहेको छ। यहाँ म तपाईलाई अन्नपूर्ण जुम गरेर देखाउन चाहन्छु। यो अन्नपूर्ण रहेको छ र धेरै हिमालहरुको नाम त मलाई यहाँ थाहा पनि छैन। मात्र म माछापुछ्रे राम्रोसँग चिन्दछु। तपाईहरु यसको भरपुर आनन्द लिन सक्नुहुन्छ। अझै हिउँ राम्ररी परि नसकेकोले हिमालहरु अझै काला देखिन्छन्। तपाईहरु यो पुष र माघ महिनाको बीचमा यो ठाउँमा आउनुभयो भने राम्रो दृश्यावलोकन गर्ने मौका पाउनुहुन्छ। ल हेर्नुस्, यो हाम्रो देश प्रकृतिले निकै मनोरम र प्रकृतिले निकै दिएको देश हो। झण्डै बुटलबाट 135-40 किलोमिटरको दूरीमा म यो दृश्य छायाङ्कन गरिरहेको छु र यहाँबाट माथि सायद यो नेपालकै निकै अग्लो स्थानमा रहेको स्टेडियम हुनुपर्छ। म तपाईहरुलाई यसको स्टेडियमको पनि सानो भिडियो बनाएर पोस्ट गर्नेछु, प्रतीक्षा गर्नु होला। यी यहाँका स्थानीयहरूले हिँड्ने गोरेटो बाटो अथवा के भन्नु यसलाई, मलाई यसको ठेट शब्द आएन। तर यो मोटर बाटो नभएर मानिसहरू हिँड्नका लागि प्रयोग गरिने बाटो हो। यहाँ प्राय गुरुङ बस्तीहरू रहेको छ मासतिर भने, तल लामी छानेर ढकाल थरीका बस्तीहरू रहेका छन्। हामी तराईवासीहरू पहाडमा खासै हिँडडुल नगरेका र अझै भनौँ तराईमा पनि केवल कुर्चीको मात्रै अफिस वर्क मात्रै गरिरहेका साथीहरूलाई यो पहाड उक्लनलाई अलिकति कष्ट पनि हुने गरेको मैले पाएँ। तपाई मेरो स्याँ सुन्न सक्नुहुन्छ। यहाँ यो भैँसी, सानो भैँसी या पाडी हिँडिरहेका साथीहरूलाई डिस्टर्ब गरिरहेको छ। यो माथिको डाँडो, यसलाई थाप्ले हिल भनिन्छ साथीहरू। यहाँ माथि टुरिस्टहरू ट्रेकिङ गरी त्यहाँ नै क्याम्प फायर गरेर बस्ने गरेको स्थानीयले मलाई बताउनु भयो। ल हेर्नुस्, यति मनमोहक दृश्य। आइपुग्यौँ साथीहरू, हामी आइपुग्यौँ। तपाईहरु देख्न सक्नुहुन्छ उल्लेरी युवा क्लबद्वारा निर्मित ब्याडचौर खेल मैदान पोखरा 22 निकै ठुलो यो ग्राउन्ड रहेको छ। यो फुटबल ग्राउन्ड हो साथीहरू। तपाईहरु देख्न सक्नुहुन्छ त्यहाँ प्याराफिट पनि बनेको छ। यो सम्भवतः यो सी लेभलदेखि सबैभन्दा माथि नभए पनि माथि मध्येको एक स्टेडियम हुन सक्छ। यसलाई केन्द्र सरकारले सहयोग गर्दै आएको छ भन्ने बुझ्नमा आएको छ। अहिले मैले देखाइरहेको दृश्य
यो स्याङ्जाको हो भने हामी उभिएको ठाउँ फेरि कास्की जिल्ला अन्तर्गत पर्दछ। यहाँ हामी अलमोस्ट बोर्डरमै छौँ। यो निकै सुन्दर स्थान यहाँ रहेको छ। यति सुन्दर हुँदाहुँदै पनि यहाँको स्थानीयको भनाइअनुसार जनसङ्ख्या निकै कम छ। यहाँ एउटा प्राथमिक तहको एउटा स्कुल रहेको थियो। म सके अहिले त्यसमा भिडियो पनि बनाउला। त्यस स्कुलमा केवल 7जना मात्रै विद्यार्थी रहेको जानकारी मैले पाएँ। यो निकै दुःख लाग्दो कुरा हो। ल हेर्नु साथीहरू, यस्तो मनमोहक दृश्य, यति आनन्द। ल हेर्नुहोस् यो माछापुच्छ्रे। तपाईँ माछापुच्छ्रेमा बाघको पनि चित्र महसुस गर्न सक्नुहुन्छ। माछापुच्छ्रेमा बाघको चित्र।